नमस्कार सबैजनालाई, तपाईँहरू कस्तो हुनुहुन्छ। मेरो यो नयाँ भिडियो आज भाइसँग खेल्दैछु धेरै समयपछि। एकदम सही तरिकाले भाइ पनि एकदम राम्रो खेलाडी हो, एकदम राम्रो खेल्छ र आज धेरै समयपछि म खेल्न जाँदैछु भाइसँग। एकदम राम्रो भाइ कता आयो अगाडिपट्टि होला कष्टमा अब के गरेको एकदम राम्रोसँग खेलिरहेको हाम्रो भाइसँग आज म धेरै समयपछि खेल्दैछु। लगाइदिएको पुरै हेर्न प्यारो त यार भाइ मेरो लाइफ पनि हाल्दैछु। सकेसम्म डिजाइनरले छोयो मात्रै भरे पनि एकचोटि मर्छ एकदम सही तरिकाले एकदम वोटवर्क गरेर हाल्नुपर्ने होइन कि एकदम खतरनाक खेलाडी भइसकेको छैन सबै। म खेल्न छोडेको कोहीसँग यिनीहरू एकदम राम्रो खेल्न लाग्यो। राम्रो खेल गर्नुपर्छ। एकदम राम्रै खेलाडी हो, नराम्रो होइन। यो पनि एकदम खतरनाक खेल्छ। त्यही पनि यहाँ लगेर लाउन पनि आनन्दै आउने गरी लाग्यो लाउनु त ठिकै छ। पहिलो राउन्ड त जित्ने, अब अरू राउन्ड के गर्ने। 7 राउन्ड जित्न छ बल्ल। यो राउन्ड 2 राउन्ड हो। अरू 7 राउन्ड जित्नको लागि एकदम राम्रो तरिकाले खेल्नुपर्छ। अब भने मलाई भाइले जित गर्छ यार, म यत्रो खेलेको कामै लाउँदैन भन्न त भन्छ। यता ठुलो मान्छेले किन खेलेको यो गेम केटारीले खेल्नु भन्छ, फेरि आफू पनि खेल्न छोड्दैन। मसँग ल आइज धनलाई त भन्दैछु के गर्छ ल मान्ने होइन, खतरनाकै हान्छ। यो ठाउँ फेरि मलाई कस्तो लाउँछ कि ठाउँै भेट्टाउँदैन। मान्छे मात्रै देख्न पाएर पनि हानिहाल्छ। फेरि आएर त देखाएँ टाउको क्या मजा होला यार त यार। के अरे ढलेमा भन्दैछ के हानेको यो ह्याकरका चाहिँ प्यानल त युज गरेन भन्दैछ। म खेल्नै आउँदैन मलाई गुलवाल लाउन पनि आउँदैन, मेरो मुभमेन्ट स्पिड पनि छैन। तै पनि केटाहरू डराउँछन्। अब यो राउन्ड भनेको अलि राम्ररी खेल्नुपर्छ। तेस्रो राउन्डमा म जहिले पनि हार्छु फेरि जहाँ पनि। यो तेस्रो राउन्ड अलि राम्ररी खेल्नु छ मलाई। बस राउन्ड जित्यो भने अनि आनन्द आउँछ। एकदम सही तरिकाले खेल्ने हो। डराइकन खेलेपछि अब के गर्ने त त बोलाएँ कि आउँदै गुलर लाएर जित्न दिएको छु। लगाएन है मलाई एकदम सही तरिकाले आउँछ नि भाइ भन्छ नगर्ने यार। कम्बिनेसन गर्नु लिएर लगाइहाल्छ नि कन्ट्याक्ट पनि म त हाल्नु भन। अब टाउकोमा देखाएर पनि हानिहाल्छ नि आएन। अब बाबु लान यार त्यसरी नै टाउको यार। MP40 टाउको देखायो नि त त्यसले, त्यही भएर लायो। कसरी ला होला भन्दैछ। अलिअलि त हानिहाल्छु नि यार, खेलेको खेलै छु दिनदिनै। अनि तिमीहरूका चाहिँ फेरि 60-70को पिङ चल्यो नि त। मेरो त 141 150 197 यस्तो चल्छ फेरि नेटवर्क। यति राम्रो नेटवर्क पनि छैन। 0-3 भयो यार, त्यो त मेरो फेरबाटै भयो नि। तर त खेल्न त खेल्छ त राम्रो खेल्छ, एकदम सही तरिकाले खेल्छ। आउँदैन क्या यार, के भयो यार वन्ट्या भन्ने आउँदैन। आउँछ कि आउँदैन
थियो। यहीँबाट खेल्नुपर्छ अब आनन्दले। यहाँ चाहिँ लास्टै गयो हालको ज्याकेट लाएर आएको। आऊ भाइ आऊ ओए यस्तो नगर न ओए, यस्तो नगर बाबु। आऊ हेर बाबु निस्किदिएरै छैन मरे देखे बाल बाल पर्छ छैन है। यो फेरि थम्सन लिएर आएको छ। भाग 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 थम्सन लिएर आइज यार। थम्सनले त लागिहाल्छ नि यार। यस्तो उसलाई यहाँ हान्यो भने बल्ल मजा आउँछ। ल खसेँ फेरि यति नजिक त थोरै लाउँछ यार। ओए कस्तो उक्लिन जान्दैन यार। उकालो पारेर हान्न न, उकालो पारेर देखियो भने त म ठोकिदिन्छु। देख्यो नि देखेन क्या यार। गुलबाल पनि कस्तो लगाएको। आइज न भाइ ओए आइज न अलि नजिक आइज न यार। ट्वाङ आनम यसले अहिले राख्छ कन्डिसन लिएर आइज यार। अनि कहाँ हुन्छ मरे मरे कि First blood. कति बेसी हानु यार। खत्तम त पछि नै आएर त त्यस्तै त हुन्न नि यार। आएर भयो त नि यार। अलि यो त भएन यार। यो त खतरनाक खेल्न लागेको छ। म त हेपेर खेल्न लागेको त कहाँ हुन्छ यार। यसमा सकिन्छ बाफ्रे। अझै के त खतरनाक खेल्छ यार। के हो यो के यार काट्छन् यार केटाहरूले यार। म त सक्दिनँ यार। भ्वाक्कै हानिदियो नि टाउको साउको दुख्ने यारी। यहाँलाई भिडियो पसन्द आए लाइक गरिदिनु होला। भिडियो राम्रो छ कि छैन भनिदिनुहोस्। आज भाइसँग म धेरै वर्ष त खेल्दैछु। लड्न सक्दिनँ यो भित्रपट्टि फेरि लड्नै सक्दिनँ। बाहिरपट्टि त म लड्छु तर यो भित्रपट्टि लड्नै सक्दिनँ। कता गयो आइज न। हुर्काउनु भएको थियो नि ट्याक्क त्यतिखेर हान्न पाएको त मरिहाल्छ। नलागेको लाउँदै लगाएको छैन त अन्त त्यस्तो त होइन त। अनि ए भाइ आइज न हो मलाई भात यो पनि नहान्न राम्रो खेल्न भाइ यार। देखिन एकचोटिमा देखिन लिएर आएको यार। यस्तो गरी अन्त भाग्नै पऱ्यो नि। हेलमेट त उडाइदियो। अरे यार लाइफ पनि यार बनाउनै सकिनँ। हेलमेटै उडाइदियो के खेल्ने हो त नि। कडा हान्न लाग्यो त ओए लगाएर यहाँ आएर बसेको एकचोटिमा देखिन भाग्दै होइन। First blood. कस्तो धन्नै पार्ने अरे हानो यार। यस्तो नि हो यस्तो हाँस्छस् तँलाई त भन्दै हान्दै अरे क्या। यस्तो नगर न यार। एकचोटि दाई भनेर छोड्दैन गाँठे दाइलाई हराएर के पाउनु त। यस्तो नगर यस्तो नगर। आयुषले मलाई गिजाउँछन् फेरि लिएर यस्ता कान्छा छ नि हरेर भनेर। यस्तो नगर न यस्तो नगर भाइ। सबले मलाई गिजाउँछन् यस्तासँग खेल्न नसक्ने मसँग खेल्न आइज भनेर। ए भाइ छोडिदे छोडिदे। बोल्न मिल्ने बानी भन्ने बोल्नै मिल्दैन। म नि यहाँ बिफुटी लिएर जानु पर्यो। कस्तो हुँदो रहेछ यहाँ त। त्यसलाई मैले एकै टिम मारिदिन्छु। ल एक गोली भन्दा अर्को गोली नचलाइकन मारिदिन्छु। एक गोली भन्दा अर्को गोली नचलाइकन मारिदिन्छु। किनकि यहाँको खाली ठाउँ छ नि। खाली ठाउँ हुने बित्तिकै मलाई पनि मजा आउँछ कि एक गोली चलायो भने मलाई त थाहा थियो नि मर्छ यहाँ भन्ने। खाली ठाउँ पाएँ त फेरि म हानिहाल्छु। खाली ठाउँमा हानिहाल्छु खाली ठाउँमा।
खाली ठाउँ देख्ने बित्तिकै त म त अनि फेरि अनि एकदम कडा तरिकाले हुन्छ नि त अब यहाँ भन्ने कुरो कस्तो हुन्छ चार बनाए के अरे जिरा हरिन नहरेसी भयो एकदम सही तरिकाले एकदम मिठो खेल्ने हो अब यदि भिडियो मेरो लाइक गरिदिनु होला र आफ्नो साथीहरूलाई पनि भनिदिनु होला लाइक गर्नको लागि र लाइक नगरे पनि हेरिदिए मात्रै हुन्छ तपाईँहरूले कम्तीमा पनि 1000 भ्युज आउनुपर्ने भयो कि पहिला त मेरो भिडियोमा राम्रो भ्युज आउँथ्यो अहिले यसरी 2-3 महिना त मेरो आइडी नै बन्द भयो कि त्यसपछि मैले भिडियो हाल्न पाइनँ त्यहाँपछि भिडियो नै चलेकै छैनन् के भयो यसलाई त बोटअप गरेरै मार्नु पर्यो थम्सन लिएर आउँछ क्यार हान्ने त अनि अरूभित्र जान नपायो भयो भोलि हो निस्किनु बित्तिकै ठोकिहाल्ने निस्किनु त ठोकिहाल्नु पायो भए बल्ल हुन्छ एउटा पनि आउँछ तपाईँ First blood. बडी कार्ड थोरै लाग्ने एउटा राख्ने यो ड्रपबाट रुकेको 5 राउन्डसम्म त जितेँ है मैले अब छ 2 राउन्डमा जितेपछि एकदम रमाइलो हुन्छ त्यो भिडियो लाइभ 23 FF भन्ने च्यानलमा हाल्दैछु म कस्तो हुन्छ मेरो च्यानललाई एकदम ग्रोथ गराउनु छ यसकारण यो भिडियो अलिक भाइरल गराइदिनु पर्ने भयो त्यति राम्रोसित बोल्न खोज्नु होला भाइरल हुनेअरि तैपनि भाइरल गराइदिनु पर्ने भयो ल जतिजना हुनुहुन्छ त्यतिजना हेरेर यो भाइरल गरिदिनु होला आफ्नो 2 जनालाई सेयर गरिदिनु 10 जनाले तेरो मुखाइको First blood. आयो बाबु भेट्यौ बल्ल धेरै पछि नराम्रो हुँदैछ होला अहिले बिचरा म यो तँजावालाई त म जितिहाल्छु नि तँजासँग त भन्दै थियो अब कठै बरे मेरो बाबु अब कसरी रहेछ खै हेरौँ जित्छु म भन्दै थियो के अरे जित्छ कि जित्दैन लास्ट राउन्ड हो यो लास्ट राउन्ड बाहिरको साउन्ड आएकोमा क्षमा यहाँ मान्छे आयो कि त्यही भएर अनि अलिक बोल्नको लागि अलिक गाह्रो भयो जित्यो भने आइहाल्यो आइएन भने के भन्छन् त्यसलाई के नाम भन्छ मैले बुझ्ने फेरि के गरेको भन्छन् के अरे भन्नलाई आइज अब त झालु पनि लु देखे मात्रै भन्दा पनि कुटिहाल्छु नि आइज लास्ट राउन्ड यो दोनों निस्किँदै थियो हाम्रो आइज निस्कियो First blood.